हुन्छ, हजुरहरू पनि सन्चै हुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी मामाघर जाँदैछौँ। अब चाहिँ हामी शहीद स्कुलमा आइपुगेका छौँ। यता चाहिँ शहीद स्कुलको चाहिँ गेट निर्माण भइरहेको रहेछ। हेर्नुहोस्, ल त गाइस, अब चाहिँ हामी घरै चकमा आइपुगेका छौँ। यता गाइस एकछिन रुक्नु लाग्यो त, म तपाईँलाई अहिले मेरो मामाघर देखाउँछु है त। अनि गाइस हेर्नुहोस् त, हाम्रो मामाघरमा केरा पनि छ र हेर्नु त गाइस, मकैबारीबाट जानुपर्छ है त। मकैबारी दर्याम भने जस्तै हेर्नु त, मकैमा बाला पनि लगाइसकेका छन्। ल गाइस, अनि हामी चाहिँ मामाघर पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो मामाघर गाइस। हेर्नुहोस् हाम्रो मामाघर, यो चाहिँ हाम्रो मामाघर हो। हेर्न सक्नुहुन्छ हाम्रो मामाघर है। हेर्नुहोस् हाम्रो आमाले काँडा पकाउनु भएको छ। अनि हाम्रो चाहिँ यहाँ माइजू हुनुहुन्छ। अनि माइजूको छोरा हेर्नुहोस्, बाबु, यो बाबु हुनुहुन्छ यहाँ, माइजूको बाबु हुन्छ यहाँ। आमा चाहिँ आइसक्नु भएछ, उता बजार जानुभएको थियो। अनि हामी चाहिँ यता कोक मतलब कि फ्यान्टा खाइरहेछौँ। हाम्रो ड्याडी चाहिँ यता बसेर खाइराख्नु भएको छ। यहाँ चाहिँ बाबु छन्। हेर्नुहोस् कति गोरो आएछ। माइजू यहाँ हुन्छ, मामा यहाँ हुन्छ। माइजूले चाहिँ काँक्रा खाइरहनु भएको छ। मामाले पनि काँक्रा खाइरहनु भएको छ। अनि बा पनि काँक्रा खाइरहेछ नि। बाबु यता हेर त, हेर्नुहोस् यता काँक्रा खाएर। हेर्नुहोस् गाइस, म त खाइरहेको छु। हेर्नुहोस् त गाइस, फुल हेर्न सक्नुहुन्छ, फुल छन्। बाई 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 गाइस, जब मामाघरबाट फर्किँदै अब ओ माय गॉड गाइस, हेर्नुहोस् त जाउँ। ओइ जाउँ गाइस, पानी परिरहेको छ। ल गाइस, अब चाहिँ हामी हिँड्यौँ है त। हामी चाहिँ मामाघरबाट घर आइपुग्यौँ। हजुरलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। नमस्ते, बाई बाई।